हेलो हेलो ल यो चाहिँ फाइनल हो गेम आज 3 नम्बर र 12 नम्बर हैन र 3 र 12 हो है आजको गेममा चाहिँ मिस भयो एकछिनपछि आउँछ भन्नु न फेरि पञ्चे बाजा मिस भयो अहिले एकछिनपछि आउँछ फेरि म भर्खर आइपुगे हेर सपोर्ट गरिदिनु होला मोनु के छ ठीक छ हार्दो फाइनलको लागि कोले जित्ला गर्दोस फाइनलको लागि कोले जित्ला गर्दोस आफ्नो उस्तो बिबित राख्न पाइयो नि मत राम्रो लाग्यो ल है हामी टोली यता बसेर हेर्दैछ है टोलीहरू मस्त गेम भर्खर सुरु भएको छ मेन्सन गर्दिम न ए टोसन कता गयो खै टोसन कता गयो टोसन झगडा नगरोस् त्यही हो आशीर्वाद अब ए ऊ त्यहाँ रहेछन् 13 नम्बर लाखेन हैन टोसनले पुरै भिडियो कलमा हो क्या हो यता फेरि ए लाइभ हो हरि बच्चाकै हो सेभ गरिदियो सेभ गरिदियो मिठो सेभ हान्दियो आज 1 नम्बर 3 र 12 नम्बर हैन 12 र 3 को म्याच हो आज वडा कपको फाइनल हो है आई गेस मलाई लाग्छ 3 नम्बरले जित्छ जस्तो लाग्छ है के हुन्छ गेम हो भन्न सकिन्न मिठो सेभ हान्दियो है राम्रो छ किपर किपर ठिक छ सुरुबाट थाहा हुन्छ नि झिझिराउने रहेछ यार अस्तिको चाहिँ त्यो साफहरू कहाँको पुरा स्टाइल देखाएकै किपर भएर गोल खाइदियो लास्टमा हारे आज चाहिँ वडा कपको फाइनल हो है मलाई लाग्छ 3 नम्बरले जित्छ जस्तो लाग्छ गेम के हो भन्न सकिन्न है आई गेस 3 नम्बरले जित्छ जस्तो लाग्छ मलाई चाहिँ है पहिले गेम भर्खर सुरु भयो हो मलाई चाहिँ त्यस्तो लाग्छ गेम हो भन्न सकिन्न के हुन्छ मान्छे हेर भन्छ राम्रो राम्रो सेभ हाने किपरले हाने हाने भएन यो भित्र पोस्टमा हान्ने हो के चटन के सिमेन्टी हग्ने बेलामा बुढो भयो होइन धान खाएर चिरो हगिदिन्थ्यो ढुङ्गाहरू बाल्नु हगिदिन्थ्यो भन अनि के लाग्छ गेम हो भन्न सकिन्न म चाहिँ 3 नम्बर जित्छ जस्तो लाग्छ तिमीलाई के लाग्छ भन ल तिमीलाई के लाग्छ मलाई पनि त्यस्तै लाग्छ है नै आफ्नो ओपिनियन दिनु पाइयो नि त के हुन्छ गेममा भन्न सकिन्न जे पनि जे हुन पनि सक्छ भन्न सकिन्न पेनाल्टीमा जित्यो नि 1 नम्बरलाई हैन यिनीहरूले फेरि 12ले फेरि हामीलाई जितेको के प्लान्टीमा यिनीहरूलाई फेरि 3 नम्बरलाई फेरि त्यो जितेको के कर्नल हाम्रो 4 नम्बरलाई फेरि यिनीहरूले जितेको नि त राइजिङ स्टारले घुम होइन प्लान्टीमा मलाई चाहिँ आई गेस है भन्न सकिन्न गेम हो तर मलाई लाग्छ 3 नम्बरबाट जित्छ जस्तो लाग्छ है ओहो कति कालो आयो हो यतातिर त हाम्रो 4 नम्बरको क्रिकेट पत्ताले त्यो यिनीसँग राइजिङ स्टारसँग खेलेर टक्कर हुनु भनेको त जिते बराबर हो अनि यिनीहरू त पहिले खेलिरहेको ठाउँमा एन बल प्लान्टी पाएर डी कत्र डी बाहिर हो कि भित्र हेन बल हो नि त ए प्लान्टी पाएर ल यिनीहरूको लक मिठो हेन देखिरह त मिठो घोर से देखो त्यहाँ क्यामेरा फोकस छ त्यहाँ ल पेनाल्टी हान्न पायो है ह्यान्डबल भएर पेनाल्टी हान्न पायो भर्खरै सुरु भएको 10 मिनट पनि भएन होला सुरु भएको अनि पेनाल्टी पायो है पुरै हातले समात देखा त अनि
मलाई चाहिँ लाग्छ 3 नम्बरले जित्छ जस्तो लाग्छ के मेरो गेस है 3 नम्बरले जित्छ जस्तो लाग्छ के हुन्छ पछि त्यो त थाहा भएन गेम हो तर 3 नम्बरले चाहिँ 100 जित्छ जस्तो लाग्छ पहिला चाहिँ जिते छैन ल पेनाल्टी हो हान्ला नि गोल यस्तो पेनाल्टीमा त हान्नै पर्यो नि किपर पेनाल्टीमा सेभ हान्थ्यो है किपरले है खतरा के यिनीहरुको पनि हो तर यता हानेको भए जान्थ्यो नि ऊ यतै राइफ हान्थ्यो उतापट्टिको हानेको भए जान्थ्यो अपोजिट ल त्यसै गुल्टी खान कि के हो फल हो फिनाल्टी मिसान उतापट्टि गएको भए जान्थ्यो गोल यतापट्टि हान्थ्यो क्या हान्नुपर्ने उतै हो फेरि उतापट्टि हो क्या हान्नुपर्ने मान्छेहरु ल किपर भाइ ए गाडी गइदियो ठिक छ अलि बल अघि अरे भयो मिस्टेक गरे पेनाल्टी है यता हानेको स्योर गोल हुन्थ्यो क्या ऊ फेरि किपर प्रिपेयर भएर यतै जान्थ्यो क्या फेरि उता हानेको भए पनि गोल स्योर थियो किपर सही छ अनि यताको पनि ठिक छ रहेछ दुईटै किपर चाहिँ त राम्रो रहेछ ल ल ल दुईटै टिमले प्लान दिए जितेको कोही छैन उता अब बाहिर फाल्नु पर्ने जरुरत छैन किपरलाई सम्बन्धीको हो हाल्थ्यो नि त्यही आएको थियो त यार कर्नल पाएन अब त्यहाँ खेल्दा गाडादेखि गाड गर्दा नि एक हुन्छ त्यहाँदेखि हामीले चियर अप गरे जस्तो होइन यहाँदेखि भने जस्तो हुन्छ ल फ्री किक आइहाने त्यहाँकै छ यार टोसन मिठो है मिठो टोसन मिठो हान है 13 नम्बर जर्सी साथी है ऊ चाहिँ मेरो टोसन चाहिँ ल तर इक्वल टाइपको भयो है गेम पट्टु दुईटै दमदार छ दुईटैतिर पेले खायो होइन एउटैले मात्र पेले खाएन के फाइनलमा पुग्छ त एउटा चान्सले गर्दाखेरि बेकार भयो के अघि उतापट्टि हानेको गोल हुन्थ्यो नि यो लकै बिगारिदियो के अनि यो लकै बिगारिदियो के त्यही भएर किपर यता मात्र फोर्स गरेको थियो टोसन ल टोसन ल आफ्नै ल ल ल इजी भाइ इजी ल ठिक छ के ल फल भयो यो चाहिँ फल भयो मेडिकेट स्प्रे जाडोमा झिन्न हुन्छ कि हामी त बाहिर बसेर हेरेर यस्तो सजिलो पनि त हुन्न नि त नम्बर हेरेर त त्यो इन्स्टाको त्यो तिग्रा सागर भाइ इजी भाइ इजी केही भएको छैन भर्खर सुरुवात चाहिँ किन हात्तेछ 3 नम्बर ल